हेलो ह्यापी क्रिसमस। आज हाम्रो यो चर्चमा चाहिँ अब क्रिसमसको पार्टी सुरु भयो है। अब तयारी हुँदैछ। आज चाहिँ क्रिसमस हो हैन? स्पेशल आज चाहिँ हाम्रो हुँदैछ। शुभकामना आजपल्ट सबैजनालाई मेरी क्रिसमस ह्यापी क्रिसमस। ल आज चाहिँ हाम्रो यो चर्चमा चाहिँ सिँगार पटार एकदम सकिसक्यो है। ल हेर्नुहोस् खानेकुराहरू बोक्दै आउँदै ल अनि बिमला दिदी हो सबै खानेकुरा बटुल्ने माने हो है फेरि। ल हेर्नुहोस् ए बेलुन फुक्दै फुक्दै दिदीबहिनीहरू सब भाइहरू यी सबै अब करिब करिब अब हाम्रो सिँगारको कार्यक्रम चाहिँ चर्च सकिसक्यो है। यो न्यु इयरसम्म हामी त यतिकै राख्ने हो। ल हेर्नुहोस् टक्क लाएर हेर्नुहोस् है कस्तो लाग्दैछ। मेरी क्रिसमस ह्याप्पी क्रिसमस हालेलुया। आज क्रिसमस स्पेशल हुँदैछ है। हाम्रो कुक बाजे चाहिँ यता हुनुहुन्छ है। एकदम बिहानदेखि मेहनत गरेर होइन त काका। ह्याप्पी क्रिसमस भन्नु त एकचोटि ल। यता हेरेर ह्याप्पी क्रिसमस भनिदिनु त। ल दादालाई स्वागत छ है भिडियोमा। ल यहाँ अर्को स्पेशल कुक यता हुनुहुन्छ है। है यता यस्तो हुँदैछ। यता यस्तो सुरु यता रोस्ट सुरु भइरहेछ। यहाँनिर एकदम चलाइरहनु भएको। मस्त पाक्छ अनि यति जति निकालेर एउटा यो भाँडामा हालेर राख्नुहोस् है। अनि सरजी क्रिसमसको तयारी कस्तो हुँदैछ? क्रिसमस तयारी पुरा भइसक्यो हाम्रो। अब घोषणा भइसक्यो। अब फेरि आज हामी विशेष सङ्गति गरेर अनि आउने सम्पूर्णलाई सुसमाचार प्रचार गरेर आज कुनै भोजहरू पनि छ यो पनि खाएर हामीहरू यहाँ रमाइलो गर्नेछौँ। आज चाहिँ हामी क्रिसमसको लागि तयारी भइसक्यौँ है। अब चाहिँ हामी सङ्गति सुरु गर्नेछौँ। आजको क्रिसमस स्पेसल कार्यक्रम हामी सुरु गर्न जाँदैछौँ। भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला। हामी के गर्छौँ हामी सबै भिडियोमा देखाउनेछौँ। हुनु भइसक्यो है। ल हाई गर ल। हाई हाई। यहाँ नानी बाबुहरू रेडी हुँदै हुनुहुन्छ है क्रिसमसको लागि। मुखका वचन सुन्दा हे परमप्रभु पृथ्वीका समस्त राजाहरूले परमप्रभुको प्रशंसा गरून्। आमेन। हुन्छ परमेश्वरलाई महिमा भएको होस्। हामी सबैजना एउटै स्वरमा ताली बजाउँदै 623 नम्बरको भजनलाई गाएर परमेश्वरलाई हामी महिमा गर्नेछौँ। परमेश्वर तपाईं उच्च हुनुहोस्। हालेलुया जीसस तपाईं उच्च हुनुहोस्।
परमेश्वर धन्यवाद ओ जीवित परमेश्वर तपाईका हातका कार्यहरू कति महान छन् मेरा परमेश्वर तपाईको ती कार्यहरूको म प्रशंसा गर्दछु ओ सूर्योदयदेखि सूर्यास्त आएसम्मै मेरा परमेश्वरको महिमा हुनु पर्दछ वचन संग्रहको पुस्तक 150 को 6 मा भने जस्तै सास हुने हरेक प्राणीले परमेश्वरको प्रशंसा गर्नु पर्दछ अनि आज हामी सास भएका प्राणी हौ ओ मेरा परमेश्वर हामी तपाईको प्रशंसा गर्दछौ हामीद्वारा तपाईको महिमा हामी गर्दछौ हामीले चढाएका हरेक धन्यवादबाट तपाई परमेश्वर उच्च हुँदै जानुहोस् तपाई प्रसन्न हुनुहोस् मेरा परमेश्वर हालेलुया प्रभु मेरो ओठले परमेश्वरको स्तुति गान गाउँदछ मेरा परमेश्वर उच्चालिनु भएको होस् हाम्रो परमेश्वरलाई हामी सारा आदर सारा महिमा केवल हामी हाम्रो परमेश्वरलाई दिँदछौँ सारा आदर सारा महिमा सारा शक्ति सबै कुराहरुभन्दा महान हुनुहुन्छ परमेश्वर हाम्रो हृदयले बुझ्ने परमेश्वर तपाईँ हुनुहुन्छ मेरो हृदयले खोजेको चाहिँ परमेश्वर तपाईँ हुनुहुन्छ स्वर्गमा तपाईँ बाहेक मेरो कोही छैन अनि पृथ्वीमा चाहिँ मैले रोजेको परमेश्वर तपाईँ मात्र हुनुहुन्छ हालेलुया हालेलुया आज तपाईँको प्रेमको कारणले तपाईँले गर्नुभएको ती त्यागको कारणले तपाईँले गर्नुभएको ती बलिदानको कारणले चाहिँ आज यस ठाउँमा हामी छौँ परमेश्वर आज तपाईँले बगाउनु भएको रगतद्वारा चाहिँ हामी धर्मी ठहरेका छौँ परमेश्वर हामी तपाईँलाई धन्यवाद दिन्छौँ हाम्रो सारा हृदयहरूबाट किनभने तपाईँ त्यो योग्यको हुनुहुन्छ हामी योग्यको महान परमेश्वरलाई आफ्नो तालीहरू बजाइकन चाहिँ हाम्रो हृदयहरूबाट चाहिँ उहाँको महिमा हुनेछ धन्यवाद छ सबै कुराहरूको निम्ति तपाईँ हाम्रो असल गोठालो तपाईँ हाम्रो अब्बा अनि पिता हुनुहुन्छ जसले हामीलाई अनन्तसम्म प्रेम गर्नुहुन्छ केही क्षणको लागि होइन कुनै छोटो समयको लागि होइन तर अनन्तसम्म तपाईँले हामीलाई प्रेम गर्नुहुन्छ परमेश्वर आज हामी तपाईँलाई त्याग्दा तपाईँबाट टाढा जाँदा पनि तपाईँले हामीलाई सधैँ अँगाल्नुहुन्छ परमेश्वर त्यसैले हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँले गर्नुभएको यो महान प्रेम महान बलिदान अनि महान त्यागको निम्ति हामी तपाईँलाई धन्यवाद दिन्छौँ हाम्रो सारा हृदयहरूबाट हामी तपाईँको आराधना गर्छौँ आज यस ठाउँमा मात्र होइन तर हामीले जिउने हरेक जीवनहरूबाट हामीले जिउने हरेक समयहरूबाट तपाईँको महिमा गर्दछौँ यस ठाउँमा मात्र होइन तर हामी यस ढोकाबाट बाहिर निस्केर हाम्रो जीवनले तपाईँको आराधना गर्नेछौँ किनभने तपाईँ त्यो योग्यको परमेश्वर हुनुहुन्छ धन्यवाद छ पिता तपाईँलाई यो सुन्दर दिन सुन्दर समय हामीलाई तपाईँको भवनभित्र तपाईँको योजना इच्छा अनुसार जुटाउनु भयो सबै कुराहरूको निम्ति हामी तपाईँलाई धन्यवाद अनि आराधना चढाउँदै यो छोटो बिन्ती आराधना तपाईँको हातमा राख्दै आशिष अनि अगाडि चाहन्छु येशू नाउँले माग्छु आमेन हालेलुया नडराऊ
किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। 11 मा छ, आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। हालेलुया। आमेन। आज जतिजनाले उहाँको नाउँमा ग्रहण गर्नु भएको छ, बत्तिस्मा लिनु भएको छ, उहाँहरूले उद्धार पाउनु भएको छ, कतिजना हुनुहुन्छ जो तपाईहरूलाई आज सुवर्ण खबर छ। हालेलुया। अब तपाईहरूको पाप र अपराधहरूको कारणले अब तपाईँ मर्नु पर्दैन, किनभने हाम्रा प्रभु येशू ख्रीष्ट 2000 वर्ष अगाडि हाम्रो पापहरू बोकेर कल्वरी क्रुसमा मर्नु भयो। हालेलुया। यही मृत्युद्वारा उहाँ मरि पनि हाल्नु भयो, तर सधैँभरि मर्नु भएन, किनभने उहाँ परमेश्वर हुनुहुन्थ्यो, उहाँ जिउँदो हुनु पर्दथ्यो। हाम्रो बुवा नै जिउ सबैलाई अवसर दिनुभयो र त्यो चिहानलाई रित्तो पारिकन मृत्युबाट पुनरुत्थान हुनुभयो। हालेलुया। आज हाम्रो परमेश्वर जीवित हुनुहुन्छ। आमेन। हामी जीवित बुवाका छोराछोरीहरू जीवित छौँ। आमेन। यसै कारणले तपाईहरूले आज परमेश्वरको नाउँमा अनन्त जीवन पाउनु भएको होस्। आज जसरी यो क्रिसमसको रमाइलो कार्यक्रम हुँदैछ, संगति हुँदैछ, यो ठाउँमा हिजो हामीले रातभर बसेर हामीले चाहिँ आराधना गर्यौं, प्रार्थना गर्यौं। हाम्रो मण्डलीमा जति हामीलाई भोजन दिनुभयो हामीले ती सबै ल्याएका छौं। यी सम्पूर्ण हृदयहरू खोलिकन हामीले प्रशस्त मात्रामा हामीले भोजन खाएका छौं। हालेलुया। हामीले यो शारीरिक भोजन मात्र होइन, हामीले आत्मिक भोजन पनि प्रशस्त पाएका छौं। आमेन। आज मण्डली परिवार यही क्रिसमसको सुसमाचारको निम्ति आज पनि हामी आराधना गरिरहेका छौं। हामीले धेरै वक्ताहरूलाई, धेरै जनहरूलाई बोलायौं, तर उहाँहरूको कान सुन्ने भएन।
क्रिसमसको रमझममा यसोको जन्ममा क्रिसमसको रमझममा यसोको जन्ममा दिल खोली नाच्ने हो कम्मर नाच्ने हो Christmas ayo, फेरि फर्किआयो Christmas ayo, बडा दिन आयो
यो खुसीको खबर सुनाऊ हुँदैन सधैँ यो खुसीको खबर सुनाऊ मौका हुँदैन सधैँ यसो कृष्ण जन्मदिनमा रमाइ रमाइ नाचौँ सबै यसो कृष्ण जन्मदिनमा रमाइ रमाइ नाचौँ सबै क्रिसमस आयो फेरि फर्किआयो क्रिसमस आयो बडा दिन आयो क्रिसमस आयो फेरि फर्किआयो क्रिसमस आयो बडा दिन आयो क्रिसमस आयो बडा दिन आयो क्रिसमस आयो बडा दिन आयो ख्रिस्टको माया पाएर खुसी र हर्षको होइन ख्रिस्टको यो माया विचार वर्षको अँधेरी रातैमा बिर्सिँदै छैन यसो साथैमा बिर्सिँदै छैन यसो साथैमा बाजोमा दसैँलाई मै भाँच्यो तमर ख्रिस्ट सुनायो जन्म छापाइयो नम्बर अँधेरी रातैमा बिर्सिँदै छैन यसो साथैमा बिर्सिँदै छैन यसो साथैमा अब सङ्गति पछि यो भोजन चाहिँ खाने तयारी छ ल हेर्नुहोस् अनिता अनि सपना अनि विश्व भाइ होइन अनि मानबहादुर अङ्कल बिमला दिदी चाहिँ हाम्रो आज सबै लिने अनि दिने काम गर्नुहुन्छ है उहाँले एकदम सेवा गरिरहनु भएको छ है एडी लोहनीलाई खोकी लागेछ खान सक्छ सक्दैन खान सक्छ ल सक्छ अरे धेरैचोटि नाच्यो काकिने आउनु भएको छ ओके ह्याप्पी क्रिसमस यी सबैजना आउनुभयो हाम्रो आमा चाहिँ अनि दिदी के छ खबर ठिक छ सङ्गतिमा बिरामी भएर आउँछु त भन्नुभएको थियो ल हाम्रो काजीराम भाइ हेर्नुहोस् हाम्रो भाइ चाहिँ विमलाको छोरा कान्छो कान्छोलाई चाहिँ हामीले चर्चमा गिटार बजाउन भनेको अलि मन गरिरहेको त छैन र पनि खै के हो यी बच्चाहरू चाहिँ को हुन् मैले चिने होइन तर हाम्रै चर्चमा आऊ है सबैजना आऊ है शनिबार सबैजना आउनु ल फेरि शनिबार हुन्छ नि यो बाबु चाहिँ हाम्रो हजुरबाको नाति आउनुहुन्छ हेर्नुहोस् हाम्रो यो क्रिसमसको विशेष भोजन चाहिँ यस्तो खालको छ है यो चाहिँ हाम्रो विश्व भाइले बनाउनु भएको है स्पेसल है
यस्तो स्पेसल बनाउनु भएको छ। यहाँले मलाई थपिदिनु भएको छ, उहाँले यस्तो थपिदिनु भएको छ। अनि यो चाहिँ स्पेसल छ है। सबैजनाहरू मिलेर हामीले यसरी भोजन लिन पायौँ। धेरै धेरै धन्यवाद। ठिक छ, रमाइलो भयो क्रिसमस एकदम मिठो छ नि होइन? ल धन्यवाद हजुर, तपाईँको त झन् एक नम्बर एक नम्बर। के छ अनिता, ठिक छ? मिठो छ? कसले बनाउनु भयो? वाह ठिकै जय मसी, मेरी क्रिसमस। क्रिसमसको टाइममा चाहिँ हामी जब सङ्गति सक्यो त्यसपछि चाहिँ हामीलाई प्रभुले दिनुभएको भोजनहरू चाहिँ हामी ग्रहण गर्दैछौँ। प्रभुलाई धन्यवाद भएको होस् है। आमेन। हामीसँग चाहिँ छ ब्राउन, चिउरा भुजा, अचार, तरकारी अनि रोस्ट चिकन रोस्ट है। आमेन। विश्व भाइ भएर यसपालि धेरै रमाइलो भयो। अझै दुवैजना चाहिँ श्रीमान श्रीमती हुनुहुन्छ है। फेरि प्रभुले जोड्नु भएको परिवार है फेरि है। कति अनौठो संसार हेर्नु त, कति रमाइलो छ। ल हेर्नुहोस् कति राम्रो जोडी बनाउनु भएको छ होइन? अब मिठो भइरहेछ नानी। ल बेसी नाच्यो है, थकेला होला। हाम्रो आदरणीय भेना हुनुहुन्छ, उहाँलाई चाहिँ हामीले क्रिसमसमा बोलाएको थियौँ, आउनुभयो। नमस्ते हजुर। नमस्ते हजुर। काममा हजुर बहिनी हो कि। अब उहाँले चाहिँ अब यहाँ आएर यस्तो भाँडा माझ्ने काममा चाहिँ सहयोग पुऱ्याउनु भएको है। मण्डललाई सहयोग गर्नुभएको छ, धेरै धेरै धन्यवाद। मेरी क्रिसमस। अब हामी घर जानेछौँ। अब न्यु इयरमा फेरि भेटौँला। धन्यवाद, बाई। ल भाडा मात्दै गर्नुहोस् है त। ल अनि कालो भाडा मान्छे त कहाँ खिच्या त? यो त कालो भाडा। ल मात्दै गर्नुहोस्। बाई बाई। ल काका जी बाई। जामेद हामीले चाहिँ यहाँनिर सङ्गति आजको क्रिसमस सङ्गति भ्यायौँ। अब चाहिँ हामी घरतिर जान्छौँ। रात पर्न लागिसक्यो। ल हामी गयौँ है। ल कारणले है कसको कारणले, केको कारणले, भन कसको कारणले, येशूको कारणले हो देह धारणले।